तपाईं भोट बदल्ने साहस गर्नुहोस्, हामी देश बनाउने संकल्प गर्छौं। जय मङ्गोल। म प्रतीक्षा भाइ तामाङ मङ्गोल नेशनल अर्गनाइजेसनको तर्फबाट म तपाईहरुको माझमा मङ्गोल नेशनल अर्गनाइजेसनलाई प्रतिनिधित्व गरेर समानुपातिक उम्मेदवार भएर आएको छु। पक्कै पनि अब फागुन 21 गते आउँदै गरेको निर्वाचन भनेको चाहिँ एक खालको निर्णायक लडाई हो। यो देशका बहुसंख्यक मूलवासी मङ्गोलहरुलाई, यो देशका लोकतन्त्र प्रेमी, मानव अधिकार चाहने सम्पूर्ण मानवहरूलाई न्याय गर्ने समय हो। त्यो भएको कारणले तपाई सम्पूर्ण देशभित्र रहनुभएका सम्पूर्ण मतदाताज्यूहरूले चाहिँ मङ्गोल नेशनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गरेर मङ्गोल नेशनल अर्गनाइजेसनका निडर, निर्भीक र इमानदारी नेताहरूलाई अथवा उम्मेदवारज्यूहरूलाई चाहिँ विजय गराइदिनु हुनको निमित्त अन्तर्हृदयदेखि नै एक खालको अपिल गर्न चाहन्छु। पुनः पनि भने म तपाईहरुको माझमा म पनि समानुपातिक उम्मेदवार भएर उभिएको छु, आएको छु। मङ्गोल नेशनल अर्गनाइजेसनको तर्फबाट तपाईहरुले मलाई पनि संसद भवनमा प्रतिनिधित्व गरेको, तपाईहरुको आवाज बोलेको हेर्न चाहनुहुन्छ, देख्न चाहनुहुन्छ भने पक्कै पनि मङ्गोल नेशनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा भोट हाल्नु हुनको निमित्त हार्दिक अपिल गर्न चाहन्छु। हस्त। जय मङ्गोल।